hello everyone, welcome back to my new video. New day, new vlog. आज चाहिँ मेरो vlogको day 6 अनि last vlog last नै डे हाम्रो टुरको चाहिँ आज लास्ट दिन हो. त्यही भएर यहाँ लास्ट दिन भएर धेरै मेकअप गर्दैन. उता पनि बसिरहेको छ. मम्मीले चाहिँ पानी खाएको खाइ हुनुहुन्छ. जाडो धेरै भयो जस्तो छ मम्मीलाई. So guys, अब चाहिँ हामी मन्दिर जानको लागि म सुटमा चाहिँ रेडी भइसकेँ. अब हामी जान्छौँ. गाइस अहिले चाहिँ हामी चिहान लाहम. हामी चाहिँ अब बिहान उठेर रेडी भयौँ. बाबा चाहिँ बल्ल. गाइस अब चाहिँ हामी होटेलबाट लायल गरिदिउँ. ल भन्नु भन्नु. मनोकामना जाँदैछौँ. यो बाटोभित्र हामी चाहिँ प्रवेश गरिसक्यौँ. अब चाहिँ मनोकामना त्यो केबुल कार चढ्नेको कुरो छ. यो गरिसकेपछि आज घरतिर फर्किने कुरो छ. सौरा हुँदै चिकन हुँदै हामी घरसम्म आजको गन्तव्य भनेको हाम्रो घरसम्म पुग्ने साँझ राति कति बजीसम्म हुन्छ. जसरी हुन्छ आज हामी घर 6 दिनको हाम्रो टुर आज समाप्त हुन्छ. त्यति नै भन्न चाहन्छु. अहिलेको लागि अब हामी मनोकामना दर्शन गरेर आएर घरतिर फर्किने मेरो चाहिँ योजना छ. अर्कै भन्नु ह. यसलाई के भन्नुहुन्छ भन्. हामी आज टेबल कार जान्छ. पोटी लसुनको पोटी. केबुल कारमा पहिलोचोटि भन्नु. पोटी लसुनको पोटी केबुल कारमा पहिलोचोटि भन्नु. सहज क्या भन् भनेको के यस्तै राम्रो देखियो. ल दिनु के गर्ने. मूर्ति नि छ यहाँ. अहिले चाहिँ हामी केबुल कार चढ्ने ठाउँमा आइसकेका छौँ. अब चाहिँ हामी एकछिनपछि केबुल कार चढ्छौँ. यसो गर्. तेरो होइन डाँडा काँडाको बोलाइदिन्छु. टेबल कारको देखाउँ न. तपाईँको मोबाइल छैन र? पहिली बार त हामी त पहिली बार चढ्यौँ 50 वर्षमा.
बिन्ताले उता हेरेको बनाइदिएन एउटा राम्रो। तिम्रो त लाइफ अझै छ बल्ल 8 वर्षको होइन 50 वर्षको मान्छे बल्ल चढ्यो 50 वर्षसम्म चढ्नु सकेदैन म त चढी थिएँ 30 वर्षमा 30 वर्ष थिइस् 10 वर्ष 12 वर्ष म 50 वर्षमा केबल कार बल्ल चढेँ बिन्ता सानो थियो। म पनि चढेको थिएँ तल ल्याइदिनु कस्तो डाँडामा आउँछ जान्छ ऊ त्यो डाँडामा हो के भन्दै खासै त गर्दैन है। ए गाउँ त यता रहेछ यता गाउँ रहेछ ए गाडी त आउँदो रहेछ भाइ गाडी आउने बाटो हो के हो हामी त गाडीमा आएको बस हो? कस्तो भयो राम्रो रमाइलो कसले चढाएर खुसी लाग्यो भन्ने थियो है सारनले सादा दिनले गर्दा कति खुसी भयो केबुल ल बाबा कस्तो भइरहेको फर्स्ट एक्सपिरियन्स केबुल ल मम्मी भन्नु ए ल म त मम्मी एकदम खुसी हेप्पी छोरीले गर्दा पुरै घुमिन् खुसी लाग्यो आधा नेपाल घुम्नु बाबा मैले त अहिले भनिसकेँ अब धेरै खुसी लाग्यो केबल कार चढ्यो होइन 50 वर्षको उमेरमा चाहिँ केबल कार चढ्यो धेरै खुसी लाग्यो अब मरे पनि गति मुक्तिनाथ पनि दर्शन गरियो मुक्तिनाथ भनेको त अरु नगए नि मुक्तिनाथ गयो नि त अब अर्को चोटि गइएछ कस्तो feel अब चाहिँ इलामतिर जाने हो यो मेरो सेकेन्ड टाइम हो र पहिलाको भन्दा धेरै चेन्ज भएको छ तर रमाइलो भइरहेको छ आज हाम्रो लास्ट डे हो यो वर्षको फेरि हामी आउने छौँ फेरि मेरो 25 दे कस्तो यता हेर न यो कसो गर्छि बिन्ता मेरो स्कुल छुट्यो भन हेलो मेरो स्कुल ल छुट्यो कस्तो भइरहेको तेरो मलाई चाहिँ एकदमै रमाइलो मलाई चाहिँ एकदमै धेरै रमाइलो फिल भयो यो मेरो पनि सेकेन्ड टाइम हो अनि फेरि अब पहिला त सुरुमा त डर लाग्थ्यो यो पालि चाहिँ केही पनि लागेन यो पानी मलाई हामी अब पुग्नै लाग्यौँ सबै यस्तो छ डाँडाकाँडा ठुलो बजार त रहेछ यत्रो बजार त लाथेन भाइ भन्छ अहिले खो यस्तो भन्छ क्या मजा बेसी राम्रो बन्यो ल जरम गाइस गाइस हामी चाहिँ केबल कार चढेर झरिसक्यौँ वाटर भ्यू हेर्न सक्नुहुन्छ पछाडि हेलो गाइस यस्तो राम्रो ढुडी लाएर हेलो गाइस उता हेर्नुस् बादल देख्न सक्नुहुन्छ यस्तो राम्रो छ हेलो गाइस हजुर गाइस यति धेरै हल्ला थियो धागा रुक्न यहाँ भिडियो बनाउँदै थिएँ
गाइस हाम्रो चाहिँ पूजाआजा पनि भइसक्यो अनि अब चाहिँ हामी एकछिनपछि फर्किन्छौँ। अब चाहिँ सबै गइसक्यो, भित्र मन्दिरको भित्र पनि गएर पूजा गऱ्यौँ। अब त्यहाँ चाहिँ भिडियो बनाउन नमिल्दो रहेछ, त्यही भएर अब चाहिँ हामी फुल चढाउन आएको। गाइस हाम्रो टोकरीमा धेरै फुल थियो, सो हामी मम्मीहरू चाहिँ उता हुनुहुन्छ अनि हामी चाहिँ फुल चढाउन आएको। मैले चाहिँ चढाइसक्यो आधा, अब उसले चढ्नु लागि। अब चाहिँ क्यामेराले फोटोसोटो खिचेर अनि पछि फ्रेम बनाएर अब चाहिँ हामी निस्किन्छौँ। अनि पछि यो चाहिँ लास्ट भ्लग हो। लास्ट डे भन्न, लास्ट भ्लग भन्छ, लास्ट डे हो यो। के गर्ने बोल्न हुन्न। कस्तो न किनिन् भने क्या हो अनि यिनले आफै भन्थ्यो के हो अझै बजित छ भाइ। गाह्रो छ सम्हाल्नु, कसरी सम्हाल्छु भने मैले थाहा छैन। हँसाउनु भयो तपाईँले नि। त्यो पैसा खर्च गरेर घुमाउन फिराउन खुसिन्छन् त्यो अर्को सरलले धेरै धेरै कट्टे खुवाउने होला। कतिवटा भयो सर मलाई के थाहा। सो गाइस अहिले चाहिँ हामी निस्किसक्यौँ। हेलो हामी अब निस्किसक्यौँ। प्रिन्टरमा झर्दैछौँ। अब हामी अब तिमीले माथि मनोकामनामा के गर्यौ? दर्शन गऱ्यौँ। पूजा गरे अनि टिकटक अनि मेन कुरा खै त भनेको हजुर के किन्यौ, के गर्यो? पूजा गरे अब फर्किँदैछौँ। कहिले नचल्नु होला। हामी थाइल्यान्डको माथि छौँ। हामी थाइल्यान्डको माथि छौँ। थाइल्यान्ड अँ। कहाँ थाइल्यान्ड होला? हेलो सर दुसा तल मलाई माछा मन पर्दैन गरे। गाइस अब चाहिँ ड्रेस चेन्ज गरेर चाहिँ हामी यो होटलबाट निस्किन लागिसक्यौँ। अब चाहिँ हामी कहाँ जाने हो भन्दाखेरि सौराहा जाने हो। त्यसपछि अब सिजी जान्छौँ जान्नु थाहा भएन। त्यसपछि हामी घर। सो बाई। गाइज अहिले चाहिँ हामी चितवनको सौराहामा आइसकेका छौँ। हजुरहरूलाई म देखाउँछु अहिले भ्यूहरू पनि। गाइज हामी चाहिँ हिँडेकै छौँ। अगाडि बस्ने खानालाई पछाडि आएँ। बाबर भनेर मम्मी चाहिँ यसरी सुत्नु भयो। यसरी भइरहेको छ हिँडेको। भिडियो देखेर नाच्ने अलिकति पिरो छ। गाइस 100 रुपियाँको इन्डिया लेख्ने भ्याउ। होइन तपाईँको मुखमा हेर्नु गाइड। यही रात सधैँ लाग्ने आगर दिदी यो पिस्ता लागिरहेको रहेछ। म गोरु हुँदै भनेर देखेको कालो भन्न आनु बेसी त हेर्नु टिचरको हात भ्यायो अहिले। आफूले नि खाने म अहिले खान्न। गाइस अहिले चाहिँ हामीले सो गाइस अहिले चाहिँ हामीले सिङ्गो सुन्तला च्यालेन्ज गर्दैछौँ। है सर घट न यी 4 जना है। ल 1 2 3
घर खै अरे ल निरिन्छ के इत्रै हुन्छ नि। यहाँ के देखिन्छ र? 7 घन्टाको बाटोमा आधा घन्टा के सुतेको सिजी टेम्पल गायब भयो। टेन्सन फेरि सब सुतेका अब नसुतेकाले फेरि नदेख्ने अब यस्तै भयो। उठेदेखि बोल्नै मन लागेन उठ्न त हामी नलपुरमै उठेको अब यतिकन गइसकेछ के अब टेन्सन लागेछ। अङ्कलले पनि गाडीले धुलोले देख्नुहुन्छ बाबाको त झन् अब देख्नु चाहिँ भएन अब के गर्न सकिन्छ र अब नदेखेपछि त। अब चाहिँ हामी बुटो लगाइसक्यौँ। अब चाहिँ हामी घरतिर अब हामी घरतिर लाग्दैछौँ। कालदेखि भयो है हामी बुटोल छौँ। ल तान तान हाम्रो इमिली आमा आइपुग्यो होइन हो कि होइन? अहिले चाहिँ 8 बजिसकेको छ। चाहिँ आयौँ यहाँ चाहिँ अहिले कुलो भन्ने भएर हाम्रो घरको अगाडि यस्तो छ हालत, यस्तो छ बाटो। हामी चाहिँ हाम्रो घर आइसक्यौँ, देख्न सक्नुहुन्छ यही हो हाम्रो घर। गाइस चाँपिनु जाँदैछौँ आन्टी कहाँ। अब चाहिँ हामी खानासाना खाएर सुत्छौँ। यस्तै भयो टुर हाम्रो चाहिँ। त्यसैले आजको ब्लग चाहिँ म यही एन्ड गर्न चाहन्छु। हस्त गाइस बाई।